हेलो व्हाट्सअप गाइज म फेरि पनि आइसकेछु एउटा न्यू भिडियोमा सबैजनालाई के छ कस्तो छ अनि आजको वेदर चाहिँ चिसो चिसो छ गाइज आज चाहिँ बिहान पानी पनि परेको थियो पुरै रोड चिसो चिसो भइरहेछ यहाँनिर छत पनि पानीले भरिरहेछ गाइज यस्तो वेदरमा गाइज म खासै केही त गर्दिनँ त्यही हो रिल स्क्रोल गरो फोन चलायो फ्री फायर खेलो गिटार बजायो टुङ्गै छैन गाइज कता के गर्ने है फिक्स हुँदैन म चाहिँ यहाँनिर मेरो अब हुन्छ नि अब विभिन्न गीतहरूको चाहिँ उयोहरू लेख्दै थिएँ क्या यहाँनिर गीतको लिरिक्सहरू अनि यो चाहिँ मेरो डायरी पर्सनल डायरी पनि के भन्नु र यस्तो यस्तो छ है गाइज यो दुईटा मछलीहरू छ तर मलाई मछली पाल्नु चाहिँ अब मन लागेको छैन बिचराहरू कति मरिसक्यो त्यही भएर बिचराहरूलाई पनि हुन्छ होला नि त अब ठुलो ठाउँमा बस्ने रहर यो धेरै नै सानो छ क्या गाइज एक्वेरियम पनि सो कसैले किन्नुहुन्छ भने मात्र 2000 रुपियाँमा सब दिने छु है अहिले चाहिँ म होइन हल्का गिटार बजाएर बसिरहेको थिएँ अनि अघि भर्खर फेरि घाम लागेको अहिले हेर न मौसम के हो पानी पर्ला जस्तो भएर के हो धरानमा मौसम के भएको छ क्या गाइज के भएको छ अहिले चाहिँ म हर्केस लिएर तरकारी जाँदैछु पर आमाकोमा आज आमाले उतै तरकारी बनाउनु भएको छ क्या गाइज त्यही भएर अनि मौसम चाहिँ के भन्नु गाइज घरि यस्तो उज्यालो उज्यालो हुन्छ घरि पानी पर्नु खोज्छ रकी पनि कराउँछ पुरै मौसम चाहिँ यस्तो छ पुरै बादल लागिरहेछ यता साइड चाहिँ हल्का फुल्का क्लियर हुँदैछ अहिले चाहिँ घर तरकारी अब घर गएर चाहिँ खाना चाहिँ दामी जान्छ जस्तो छ आज राम्रै तरिकाले क्या अनि फेरि अहिले घाम लागिरहेछ अघि मौसम के हो वेदर फाइट भन्ने मैले एकचोटि हालेको थिएँ नि त्यस्तै क्या सेम अब चाहिँ भात खाने बेला भएको छ अब म हिजोको जस्तै पेट भरेर आउँछु अब मेरो भ्लगमा भ्युजै जाँदैन यार गाइस भ्युज चाहिँ बाहिर फेरि पानी पर्न थाल्यो भात खाएर बाहिर निस्केको मात्र पानी चाहिँ रोक्यो तर अब एक्जाम पछाडि के किताब हेर्नु भनेर मैले गाइज किताबलाई चाहिँ हेर्नु न थन्काइदिएको छु मेरो किताबहरू चाहिँ टन्नै थियो क्या अब क्लास 5देखिकै थियो होला त्यो चाहिँ अस्ति बेच्दिएको थियौँ होइन त्यही पनि दिएन धेरै 200 मात्रै दियो अनि मेरो एक्जामको उयो चाहिँ यही हो गाइज एडमिट कार्ड अनि यो चाहिँ हाम्रो किताबहरू सबै भइहाल्यो तर नि गाइज एउटा कुरा के भेटेँ भने नि मैले हाम्रो यो बुक नि कसम मैले स्कुल लगौँ त लगेको थिएँ होइन 1-2चोटि 3चोटि लगेँ धेरैमा नन युज नयाँ छ गाइज नयाँ हेर्नु है न्यू क्या न्यू कसको इङ्ग्लिस बुक चल्दैन हेर्नु है तर पनि इङ्ग्लिसको बुक विदाउट इङ्ग्लिस बुक हामी माथि छौँ क्या बिहाले बुक अन द टप अहिले गाइज अहिले चाहिँ दिउँसोको 2:45 भइसकेको छ अनि मेरो बास्केटबल खेल्न जाने टाइम हुनु लाग्यो 3:10 म यहाँबाट हिँड्छु तर कोही आइपुगेको चाहिँ हुँदैन हामी टिटी खेल्नु पर्छ होला आज चाहिँ त्यही गर्ने सोचेको छु गाइज के हुन्छ अब हेरौँ सो गाइज अहिले चाहिँ 3:10 भइसकेको छ म चाहिँ यमनेलाई पर्खिँदैछु अब जानु भनेर अघि हिँड्ने भन्दै छ तर आइपुगेकै छैन ट्राइपोड पनि बोकिरहेको छ आज गेमको प्रपर रेकर्ड गरौँ भनेर तर फर्स्टमा त टिटी नै हुन्छ होला गाइज अहिले चाहिँ आइसकेको छौँ अहिले बास्केटबल कोही खेलेको छैन सो हामी टिटी खेल्न जाँदैछौँ हामी कोर्टमा चाहिँ आइसकेको छौँ कोर्टको हालत चाहिँ यस्तो छ पानीले पुरै पानी परेर
गिद्दी छ गाइस फाइनली हामी चाहिँ खेलेर बसिरहेको छौँ। ओ सायद तपाईँलाई फिचर गर्दा हुन्छ? हुँदैन अघि लडेको हाल्दा त लब्ली हुन्छ है। झन् अघि ऊ त मुटु भाइसँग लडेको झन् लब्ली हुँदै त्यो ल गाइस घरमा भेटौँ। आउनु पर्ने हुन्छ डट लेट तरिकाले। कलको टाइममा गाइस म चाहिँ नुहाइसकेको छु होइन।
अब आजलाई यस्तै भइहाल्यो भिडियो मन पऱ्यो भने नेक्स्ट सब्सक्राइब चाहिँ गर्नु होला बाई